हेलो एन्ड गुड आफ्टरनुन। ठ्याक्क 12 बजेर 12 मिनट गएको छ आज। र यो म किन रेकर्ड गरिरहेको छु, मलाई यसको औचित्य त छ, यो रेकर्डिङको औचित्य छ, तर यो कहाँ पोस्ट हुन्छ कि हुँदैन, कसैले सुन्छ कि सुन्दैन, यसको वक्ता श्रोता को छ, मलाई केही पनि थाहा छैन, कोही पनि थाहा छैन। त्यसर्थ यो पूर्ण रूपमा मेरो भित्रको मनको कुरा हो। यसको अर्थ छैन, नहुन सक्छ, तर पनि मलाई लाग्छ मैले केही बोल्नै पर्छ र सोको लागि म यो कुरा रेकर्ड गर्दैछु। हिजो कक्षा 12 ग्लोबल स्कुल अफ साइन्स 2083 BS को ब्याच डिस्प्याच भयो। कोर्स सकेर अब 2 महिनाको एक्जाम, 2 महिनापछि एक्जाम छ, बोर्ड्स एक्जाम। त्यसको लागि आज कोर्स सकिसक्यो र आजबाट अफिसियल्ली 12 वर्षको यात्रा सकिएको छ। हिजो केक काट्ने कार्यक्रम, अबिर लाउने कार्यक्रम, सर्टमा कोर्ने कार्यक्रम, अन्तिम विदाई भन्ने कार्यक्रम भयो। यस बिचमा मैले धेरै रमाइलो गरेँ। मेरो प्रिय मित्र यमनसँग भनौँ वा पछि आफ्टर पार्टी भन्छन् जसलाई, नन टक्सिकेटेड आफ्टर पार्टी भन्छु म चाहिँ। नो चुरोट, नो सिगरेट, अनलाइक मोस्ट अफ माई फ्रेन्ड्स। हामीले चाहिँ नन टक्सिकेटेड नै आफ्टर पार्टी गऱ्यौँ। मोमो, पिज्जा त खाइएन, मोमो खाइयो, चिकन चिल्ली खाइयो, किमा खाइयो, आलु किमा। यो मलाई बडो मिठो लाग्यो। आलु किमा चप भन्दो रहेछ, किमा चप बडो मिठो स्वादको हुने रहेछ, त्यो खाइयो। मेरो प्रिय मित्र साथी यमन रोयो र त्यसलाई अँगालो मारेर कपाल मुसार्दै केही छैन बाबु भन्दै गर्दा अलिकति एक्लो पनि फिल भयो कता कता। त्यसको भित्रको घाउ मेरो भित्र नभएको होइन जस्तो लाग्यो। त्यसको रुवाई, त्यसको आँसु मेरो आँसु नभएको होइन जस्तो लाग्यो। खैर, यी सब फगत कुराहरू हुन्। फगत भन्ने शब्दमा अलिकति इम्फसाइज गर्न चाहे। मैले पहिलोचोटि यो शब्द सुनेको फगत। यो चाहिँ विजय कुमार पाण्डे दिशा निर्देश च्यानलमा पोडकास्ट गर्नुहुँदो रहेछ। एकदम चर्चित राइटर, सम्बन्धहरू र खुसी किताबका राइटर, र उहाँले बेला बखतमा प्रयोग गरिरहने शब्द हो फगत। फगत शब्दमा के तागत छ भने तपाईँको विचार जति ठुलो भए पनि, तपाईँले भनिरहनु भएका कुरा जति ठुलो भए पनि, यो फगत शब्दले त्यो सबैलाई साइड ल्याइदिन्छ। त्यसर्थ यो मेरो एउटा फेभरेट शब्द पनि हो, फगत, होइन। बडो सिद्धान्तवादीले यो फगत शब्द युज गरे भने मलाई बडो खुसी लाग्नेछ। त्यसपछि ऊ नार्सिसिस्ट वा हिपोक्रेट हुनेवाला छैन। फगत शब्दले उसकै आइडियालाई नि साइड लाइन राखेर क्रिटिसिजममा फोकस गराउन सक्नेछ। खैर, ब्याक टु द टपिक। हिजो 12 कक्षाको अन्तिम दिन थियो र यही मौकामा मलाई अर्को एउटा शब्दले बडो मन खाइरहेछ, अनिच्य। अनिच्य शब्द मैले विपासना मेडिटेसन सेन्टरमा सुनेको फर्स्ट टाइम। अनिच्य शब्दको अर्थ हुन्छ इम्पर्मानेन्स, र अनिच्य एउटा शब्द मात्र होइन, अनिच्य एउटा फिलोसफी हो। अनिच्यले के भन्छ भने यो संसारमा कुनै पनि कुरा जस्तो छ त्यस्तै रहँदैन। विपासना मेडिटेसनको मूल आधारभूत सिद्धान्त पनि यही हो। संसार र समय परिवर्तनशील छ भन्ने सिद्धान्त यसले बोकेको छ। र अनिच्य शब्दले पनि बडो माइनामा बडो अर्थ राख्छ। हिजोको दिन कयौँ साथीहरू रोइराख्दा, अथवा भनौँ कई साथीहरूले सर्टमा कोरिराख्दा अनिच्य शब्दको अर्थ धेरैले महसुस गरेनन् होला, कतिले गरेन होला, तर बडो डिस्टेन्टली गरे होलान्। तर आजभन्दा 10 वर्ष 20 वर्ष पछि मानिलिउँ, किनकि मेरो बाबा उहाँको क्लासमेट्सहरूको कुरा गर्नुहुन्छ, मेरो साथीको बाबाहरू पनि सायद उहाँको क्लासमेट्सहरूको कुरा गर्नुहोला, बाबा मम्मीहरू, र त्यति बेला यो अनिच्य शब्दले बडो अर्थ राख्छ। कति धेरै कुरा परिवर्तन भइसकेछ है।
हिजो मैले सर्टमा कोरेको साथी आज कहाँ कुन सहर कुन ठाउँमा होला है भन्ने भाव चाहिँ त्यति बेला आउँछ जस्तो मलाई लाग्छ। अनिच्छको एउटा फड्को मारेर हामी आज नयाँ दिशामा लागेका छौँ। हामी कक्षा 12 का साथीहरू। अनिच्य impermanence, everything is impermanent and I like that fact. खैर अनिच्छको कुरा भइ नै हाल्यो। 12 कक्षा सकिनुलाई म सुरुवाततिर हेर्छु जब 12 कक्षाको एडमिसन लिँदै थिएँ। म खासमा आई डोन्ट रिमेम्बर द एक्ज्याक्ट डेट, तर सायद रातिको 9 देखि 12 बजेको बिचमा अस्ट्रेलियाबाट फ्लाइट ल्यान्ड भएको थियो मेरो। आई वाज ह्याभिङ अ भ्याकेसन एसई पछि। अनि ब्रिस्बेनबाट चाइना हुँदै चाइनाबाट नेपाल चाहिँ हाम्रो फ्लाइट थियो। नेपाल 12 बजे ल्यान्ड भए। त्यति बेलाको कुरा पनि छुट्टै छ, त्यसको लागि अर्को एउटा रेकर्डिङ सेसन चाहिन्छ। खैर त्यसरी ल्यान्ड भयो फ्लाइट अनि 12 बजे सायद म ल्यान्ड भएँ र दिउँसोको 12 बजे अर्थात् 12 घन्टापछि म ग्लोबल स्कुल अफ साइन्सको इन्ट्रान्स एक्जाममा बसिसकेको थिएँ। म त्यति बेला अलि जङ्गली जस्तो देखिन्थेँ, किनकि धेरै मोटाएको थिएँ। म अस्ट्रेलियामा उठेदेखि सुतेसम्म चक्लेट, केएफसी र यी यावत कुराहरू मात्र खान्थेँ र बडो मोटाएको थिएँ। सायद 85 केजीको थिएँ होला त्यति बेला। एउटा निलो सर्टमा मेरो फोटो यहाँ मैले पाएँ भने हाल्छु। निलो सर्ट लाएर म चाहिँ एक्जाम दिन गएको थिएँ। सर्ट होइन, टी सर्ट लाएर। र त्यस दिन बडो डर थियो किनकि 3 महिना अगाडि म बडो पढन्ते भनौँ न, पढ्ने विद्यार्थी थिएँ। 3 महिना पछि मैले पढेका 10 कक्षाका कुराहरू, बहुत धेरै कुराहरू बिर्सिसकेका थिएँ र इन्ट्रान्स मेरो क्लियर हुन्छ कि हुँदैन भन्ने कुरामै मलाई डर थियो। र एक्जाम दिएर रिजल्ट आउँदाखेरि पनि भयो पनि त्यस्तै नै। म 40 to 50% जुन चाहिँ एकदमै बोर्डर लाइन मार्क्सको त्यति मार्क्स ल्याएर इन्ट्रान्स क्लियर गरेँ। त्यसले अलिकति फी वेभर गर्यो। खैर इन्ट्रान्स सक्यो, ओरिएन्टेसन दिनमा आइयो। यी 2 वर्षमा के भए के भएनन् गनाएर गन्न थाल्यो भने म सायद औँलाको कमी पर्छ मलाई, शब्दको कमी पर्छ मलाई। धेरै अनुभवहरू भए, धेरै अनुभव यस अर्थमा पनि भयो कि जुन उमेरमा मैले यो अनुभवहरू पाएँ, सिकेँ अथवा भोगेँ भनौँ न, यो उमेर आफैमा चञ्चल उमेर थियो र छ। अझै पनि मलाई लाग्छ म अझै पनि यही उमेरकै साझेदारी हुँ, भागेदारी हुँ। म यसलाई केमिस्ट्री ल्याबको टेस्ट ट्युब जसरी हेर्छु। कुनै टेस्ट ट्युब भनेको सानो ट्युब हो जसमा एक्सपेरिमेन्ट हुन्छ। कुनै टेस्ट ट्युबभित्र चाहिँ पिङ्क कलरको, पर्पल कलरको दाग हुन्छ होइन। अनि त्यो दाग जाँदैन, हत्तपत्त जाँदैन। मैले इनफ्याक्ट एउटा फुल एक्सपेरिमेन्ट मेरो 1 घन्टा अगाडि नै सकियो र मैले एउटा क्लास चाहिँ त्यो टेस्ट ट्युब सफा गर्नेमै बिताएँ। तर पनि त्यो दागहरू निस्केन। र त्यो दागहरू ननिस्किनु मेटाफोरिकल छ। यस अर्थमा छ कि नयाँ टेस्ट ट्युब र पुरानो टेस्ट ट्युबमा के फरक छ? यति फरक छ कि पुरानो टेस्ट ट्युबमा रियाक्सन्सहरू भएका छन् र पुरानो टेस्ट ट्युबमै पनि पिङ्क कलरको टेस्ट ट्युब र येल्लो कलरको दाग भएको टेस्ट ट्युब, यो दुईटा फरक दाग भएको फरक टेस्ट ट्युबमा के फरक छ? फरक छ। पिङ्क कलरको दाग भएको टेस्ट ट्युबमा KMnO4 को रियाक्सन जुन पिङ्क कलरको हुन्छ त्यो बढी भयो होला। येल्लो कलरको दाग भएको रियाक्सनमा बेनेडिक्ट्स टेस्ट जुन येल्लो कलरको हुन्छ त्यो बढी भयो होला। 4-5 वर्षमा जुन रियाक्सन बढी भयो त्यही रियाक्सनले भाउ पायो। मलाई यो टिनेज इयर्स पनि यस्तै लाग्छ। यदि यो 2 वर्ष मेरा राम्रा भएका भए म जिन्दगीभरलाई त्यही राम्रो दाग लिएर बाँच्थेँ होला जस्तो लाग्छ। जस्तै मेरो साथी यमन, उसको लागि यो 2 इयर्स वर द बेस्ट इयर्स। अनलाइक मी, मेरो लागि ग्रेड 10 सम्मको इयर्स वर द बेस्ट इयर्स।
तर मेरो 10 वर्ष राम्रो हुनु र उसको 2 वर्ष राम्रो हुनुमा उसको 2 वर्षले जित्छ। किन जित्छ भन्दाखेरि यो उसको टेस्ट ट्युबमा सबैभन्दा बढी रियाक्सन भएको टेस्ट ट्युब हो। सबैभन्दा बढी रियाक्सन हुने टाइमको टेस्ट ट्युब हो। उसले यो 2 वर्षमा माया सिकेको छ। उसले यो 2 वर्षमा दोस्ती फ्रेन्डसिप सिकेको छ। उसले यो 2 वर्षमा फ्यामिली वर्डको मिनिङ सिकेको छ। तसर्थ उसको लागि यो 2 वर्ष एकदमै एकदमै मायने राख्छ। उसले अब जिन्दगीभरमा मायाको दाग लिएर हिँड्छ। जसरी एउटा टेस्ट ट्युबले कुनै कलरको दाग लिन्छ, उसको दाग भनेकै माया हो। मेरो 10 वर्षसम्म मैले बनाएको दागले मलाई कुनै मद्दत गर्दैन। यो 2 वर्ष मैले कुनै दाग बनाउन सफल भएँ भने र मलाई लाग्छ कुनै कुनै दाग मभित्र छ अलरेडी, घाउको पाटो भनौँ न। घाउतिर फेरि अर्को एउटा पोडकास्ट गर्नुपर्छ। खैर, मेरो दागले म जस्तो हुनेछु अबको 10 वर्षमा त्यो म अहिले निर्धारण गर्न सक्छु। अहिले अनुमान गर्न सक्छु मभित्र के छ, के दागहरू छ। मभित्र कुन टेस्ट ट्युब, मेरो टेस्ट ट्युबभित्र कुन कलर छ भन्ने कुराले। र जुन 859 सायद 859 जना आज हामी बिदा भयौँ, हिजो हामी बिदा भयौँ। हामीहरू सबैले एउटा न एउटा कलरको दाग बोकेर हामी निस्केका छौँ। यो 2 वर्षमा जसले बढी रिस गर्यो उसले रिसको दाग बोकेर निस्क्यो। जो इन्टिमेसी र सेक्समा बढी इन्भल्भ भयो उसले त्यस्तै त्यस्तै दाग लिएर निस्क्यो। जसले कुलतमा फसेर ड्रग्स गर्यो अथवा रक्सी नै भनौँ न त्यतातिर लाग्यो, उसले त्यही दाग लिएर निस्क्यो। जसले माया गर्यो उसले मायाको दाग लिएर निस्क्यो। जसले पीडा भोग्यो, अत्यन्तै पीडा भोग्यो यो 2 वर्ष, उसले पीडाको दाग लिएर निस्क्यो। सबभन्दा भाइब्रेन्ट उसको रियाक्सन त्यही नै भयो। जसले आफ्नो थट्सलाई हेर्न सक्यो उसले सेल्फ क्रिटिसिजमको दाग लिएर निस्क्यो। अब ऊ जिन्दगीभर आफूलाई क्रिटिसाइज गर्छ, बोथ इन गुड एन्ड ब्याड वेज। जो अलिक पढाइमा ध्यान दियो उसले पढाइकै दाग लिएर निस्क्यो। सायद ब्याचलर्स गर्ला, मास्टर्स गर्ला। यी दागहरू सबैले बनाएर निस्के यी 2 वर्षमा। यी दागहरूका कुरा, दाग पछि अर्को एउटा शब्द आउँछ घाउ। यी 2 वर्षमा घाउहरू पनि धेरैले बनाएर निस्के। किनकि यो 17 र 16 वर्षको उमेर यति क्रिटिकल छ। क्रिटिकल एज इन यु आर नट अ चाइल्ड, neither are you an adult. That doesn't mean you don't have existence फेरि। You are in between. होइन, तिमी बच्चाबाट ठुलो भइरहेछौ, अडल्ट भइरहेछौ। तिमी नन भोटरबाट भोटर भइरहेछौ। तिमी माइनरबाट सिटिजन भइरहेछौ। र यो प्रोसेसमा तिम्रो दाग र तिम्रो घाउहरूले बडो मायने राख्छ। तिमीले कुन रियाक्सन आफ्नो टेस्ट ट्युबमा बढी हुन दियौ त्यसले तिम्रो जिन्दगी भरको माइन्डसेटको नेतृत्व गर्छ। तिम्रो जिन्दगी भरको सबकन्सियसको नेतृत्व गर्छ। तिमी यदि रोयौ रातभरि भने तिमीलाई अप्ठ्यारो परेको बेला तिमी रुन्छौ। तिमीलाई कसैले दमन गर्न खोज्यो, कसैले तिमीलाई बुली गर्न खोज्यो र तिमी बुलिड भयौ भने जिन्दगीभर तिमी इन्सेक्योर भएर हिँड्छौ। और त्यही कन्टेक्स्टमा यदि कसैले तिमीलाई बुली गर्न खोज्यो र तिमीले त्यसको जवाफ दियौ भने जिन्दगीभर तिमी कुनै पनि डरको सामना गर्न सक्छौ। यी दाग र घाउका कुराहरू यी 2 वर्षमा हामी सबैले दाग र घाउहरू बनाएका छौँ र ती दाग र घाउहरूले हामी जिन्दगीभर बोकेर हिँड्नेवाला छौँ। Unless you go to a therapy or do some meditations, the wounds and the stains are permanent to your heart. खैर, यी अनिच्छे घाउ दागका कुराहरू भइहाले। अलिकति रोमान्टिक र पोएटिक हौ। यी 2 वर्षमा मैले देखेका कति अनुहारहरूमा, कति ठाउँहरूमा र कति सामान वस्तुहरूमा मैले आफूलाई छोडेको छु। जस्तै मेरो साथी समृद्ध 2 वर्ष
को अन्तरालमा ऊ हाम्रो क्लब आर्ट्स एन्ड लिटरेचर क्लबको प्रेसिडेन्ट थियो र म भाइस प्रेसिडेन्ट थिएँ र उसले मलाई भाइस भनेर बोलाउँछ। अबको 5 वर्षपछि सायद मैले उसलाई कतै भेटेँ भने ऊ भित्र मेरो भाइस झल्किनेछ बिफोर हिज प्रेसिडेन्सी। उसको परिचय भन्दा पहिला उसको आँखामा मैले मेरो परिचय देख्नेवाला छु। अथवा प्रत्युष भन्ने एकजना साथी छ मेरो वाइ सेक्सनको। यमन, प्रत्युष र सदीप यिनीहरू ट्रियो हुन्। खासमा हामी फोरो हुनुपर्ने हो। खासमा यो बडो इन्ट्रेस्टिङ छ। स्पाई भन्ने एकदम राम्रो स्पाई वर्ड त सुन्नुभएको छ नि, स्पाई वर्ड जासुस। स्पाईको फुल फर्म चाहिँ प्रदीप, प्रत्युष र यमन हो होइन। इट्स अ बेस्ट वर्ड फर अ ग्रुप अफ 3 होइन, ग्याङ स्पाई। अनि खासमा म पनि त्यो पनि बिचमा ए थपिनु पर्ने हो, एसपिएवाई राखेको थियो, तर आई भोलिन्टरली केम आउट। आई वाज गोइङ थ्रु अ लट अफ ट्रबल त्यति बेला, सो म त्यति दोस्ती यारीमा बिताउन सकिनँ र मोमेन्ट अफ कनेक्सन्समा चाहिँ म बसिनँ। जुन बेला कनेक्सन्स बन्नुपर्ने थियो राम्रो बेला, त्यति बेला म भइनँ तिनीहरूसँग। र खैर म त्यो ग्रुपबाट निस्केँ, त्यो फोरो ट्रियोमा झरेँ र मलाई त्यसमा कुनै गुनासो छैन। सो प्रत्युषसँग मेरो त्यति राम्रो दोस्ती र मेलमिलाप भएन, त्यति राम्रो गफ भएन। वी आर गुड फ्रेन्ड्स, वी डोन्ट ह्याभ एनी ग्रजेस, त्यस्तो केही होइन। तर पनि त्यो एकदमै क्लासमेट्सवाला फ्रेन्डसिप होइन, त्यो हार्ट टु हार्ट कनेक्सनवाला फ्रेन्ड्स होइन, अनलाइक यमनहरू अरू सारांश होइन। सो प्रत्युषलाई म जब भेट्छु 2-3 वर्षपछि र बाटोमा कतै हाम्रो भेट भइहाल्यो भने म मेरो चिसोपन उसको आँखामा पहिला देख्छु र त्यसपछि मात्र ऊ मेरो साथी थियो भन्ने कुरो देख्छु। खैर मैले भन्न खोजेको कुरो के हो भने मेरो वरिपरिका यी 2 वर्षका अनुहारहरूमा मैले मेरो अंश छोडेर गइरहेको छु जस्तो मलाई लाग्छ। र अनुहारहरूमा मात्र होइन, बानेश्वरको बाटो, ग्लोबल स्कुल अफ साइन्स देखि पिपल बोर्डदेखि सेल्सबेरीदेखि रत्नराज्य स्कुलभन्दा अलिकति अगाडि त्यो 99 सप, रत्नराज्यबाट गएपछि त्यो बिग मार्टबाट गएपछि त्यो मिस्टर वाफल्सको भर्खरै खोलेको आउटलेट, त्यहाँबाट अगाडि गएपछि आइप्लेक्स मलबाट अगाडि गएपछि पानी ट्याङ्कीबाट थोरै अगाडि भनौँ, साइडमै भनौँ, जलेको संसद भवन, त्यहाँबाट राइटमा गएपछि युथ कलेक्सन, जसमा मैले जुन ठाउँमा मैले आफ्नो जीवनको 5 वर्ष कपडा सिलाएँ। युथ कलेक्सनबाट भित्र एउटा सानो गल्ली, र त्यो गल्ली जहाँ कुनै समय हात गर्दै पिटापिटै गर्दै हात ठुकाउँदै झगडा गर्दै रमाउँदै खेल्दै हिँड्दै गरेका दुई कक्षा 11 र 12 का बुढाबुढीहरू त्यो गल्लीबाट थोरै अगाडि गएपछि एभरेस्ट होटेलको ब्याक साइड भनौँ न, र त्यहाँ साइडमा फुल्ने ओरेन्ज कलरको फुल, त्यहाँबाट थोरै अगाडि गएपछि अर्को एउटा गल्ली, र त्यहाँबाट चाहिँ बानेश्वरको मेन रोडमा निस्किने ओपन स्पेस, त्यहाँबाट गएपछि माथि बानेश्वरको आकाशे पुलबाट थोरै अगाडि गयो भने अर्को साइडमा अगाडि गयो भने लिभरपुल स्कुलको ओह्रालो, साइडमा एउटा फलफुल पसल र फलफुल पसलको ठ्याक्क बाहिर राखेको बदाम, र त्यो बदाम एउटा बदाम खान भयो नि ओह्रालो झर्दै गर्दा स्वाट्ट हात लिएर त्यो बदामलाई गोजीमा हालिहाल्ने हातहरू। खैर त्यहाँबाट ओह्रालो झर्दै गएपछि राइट साइडमा शुभेच्छा गर्ल्स होस्टेल र लिभरपुल कलेजको ब्याकयार्डको बिचको एउटा सानो गल्ली। यी बाटोहरू मेरो लागि कहिल्यै उस्तै हुनेवाला छैन। They will never be the same again. They will always have memories and meanings and mysteries, unwritten memories. यस्ता यादहरू जुन मेरो र अर्को एउटा दिमागमा मात्र छ, यस्ता यादहरू जुन सारा संसारलाई थाहा छैन, थाहा हुनु पनि पर्दैन, न थाहा नभएकै ठिक।
ती यादहरू जहिले मेरो मस्तिष्कमा रहनेछन्। शिरीषको फूल, शिरीषको फूल, पारिजातले लेखेको शिरीषको फूल किताब, यी दुवै कुरा मेरो लागि अब नर्मल किताब हुनेवाला छैनन्। कसैले पारिजात मेन्सन गर्यो अथवा कसैले शिरीषको फूल मेन्सन गर्यो भने यी मेरो लागि एउटा यादहरूको भण्डार हुनेछन्। आमा बेकरी जुन बौद्धमा छ, बडो मिठो बेकरी पाइन्छ त्यहाँ। बडो मिठो चाहिँ डोरा केक पाइन्छ। कहिले जानुभयो भने ट्राई गर्नु होला। त्यो डोरा केक मेरो लागि नर्मल हुनेवाला छैन। खैर, मैले अर्थ्याउन खोजेको कुरो के हो भने यो 2 वर्षमा मैले बडो धेरै ठाउँहरूमा, धेरै आँखाहरूमा, धेरै अनुहारहरूमा, धेरै पसलहरूमा आफ्नो अंश छोडेको छु। यतागता त्यही अनुहारहरू, त्यही आँखाहरू, त्यही बाटोहरू, त्यही गल्लीहरू हिँड्ने मौका मिलिहाल्यो भने त्यहाँ मैले मेरो अंश भेट्टाउने छु। I'll find my part in all that where I've left my part. यो 2 वर्षमा। खैर, घाउका कुराहरू भए, दागका कुराहरू भए र पार्ट अफ मी का कुराहरू भए। यसै सन्दर्भमा एउटा मलाई स्टोरी याद आइरहेछ। स्टोरी एज इन कथा स्टोरी होइन कि मेरो साथी प्रतीक इज अ बेन्चमेट of me. He was my classmate for 2 years and बेन्चमेट for few months. एउटा स्टोरी हाल्यो। त्यसमा कलेजको बिल्डिङ थियो र learned a lot भनेर उसले त्यहाँ लेखेको थियो विथ सम ब्याकग्राउन्ड म्युजिक। त्यो स्टोरीले मलाई एकदमै भावुक बनायो। learned a lot, होइन? It's just 3 words, learned a lot. That made me emotional. That was so true. को थिएँ म 2 वर्ष अगाडि र को छु म 2 वर्षपछि? यो 2 वर्षमा अनमोल त्रिपाठी धेरै फेरिएको छ। 10 कक्षामा कान्जिरवा स्कुल जुन बालकुमारीमा छ, त्यहाँ पढ्दै गर्दा स्कुटर भर्खरै ऊ भए जस्तो, भनौँ न जाडो महिनामा स्कुटर चलाए जस्तो, अथवा रकेटबाट चाहिँ त्यो हाइड्रोजन र अक्सिजन ग्यास निस्केको जस्तो आवाजका साथमा खिदिदिदिदिदिदिदि हाँस्थे। र त्यो आवाज एउटा पुरै फ्लोर, एउटा पुरै बिल्डिङमा सबैले चिन्थ्यो। आजको दिनमा मसँग त्यो हाँसो छैन। दुःखद कुरा हो, तर त्यो हाँसो ममा बाँकी छैन। कुनै समयमा बडो अध्यात्ममा विश्वास गर्थेँ, विपासना मेडिटेसन गर्थेँ। हाम्रो राम सर कक्षा 10 मा पढाउनुहुन्छ, अहिले पनि पढाउनुहुन्छ, कान्जिरो नेसनल स्कुलमा पढाउनुहुन्छ। उहाँसँग बडो म्याथ र ज्ञानकुटका कुरा गर्थेँ। अध्यात्मतिर अलिकति ब्रेक लागेको छ मेरो, त्यतातिर म अलि ध्यान दिइरहेको छुइनँ। कक्षा 10 मा म एकदमै पढ्ने विद्यार्थी थिएँ, आज म छुइनँ। त्यति बेला मलाई मेरो पढ्ने इन्स्टिट्युसन घर जस्तो लाग्थ्यो। मलाई ग्लोबल घर जस्तो लाग्दैन। लाग्ला कुनै कतै मुटुको कुनामा, तर पूर्ण रूपमा मलाई यो घर जस्तो लाग्दैन। मलाई यो एउटा बिल्डिङ जस्तो लाग्छ जसमा मैले 2 वर्ष बिताएँ। कान्जिराका सरहरू, दिदीहरू, दाइहरू जहाँ मैले 5 वर्ष बिताएँ मलाई आफ्ना लाग्छन्। ग्लोबलका त्यति लाग्दैनन् नै भन्न खोजेको होइन, तर त्यति लाग्दैनन्। नकारात्मक परिवर्तनहरू मात्र भएनन्, केही राम्रा परिवर्तनहरू नि भए।
बिहान 6 बजे उठेर 6:36 मा एउटा 6:36 मा चाहिँ पशुपति जाने मौका मिल्यो। त्यसको लागि म एकदमै भाग्यशाली छु, ठान्छु आफूलाई। त्यो एउटा मेमोरी छ। आज फर्केर हेर्दा फ्यासन भनौँ, कपडा लाउने शैलीदेखि दारी जुङ्गा पाल्ने शैलीसम्म सबै कुरा मैले केही हदसम्म सिकेको छु। एउटा एकदमै राम्रो तरिकाले आफूलाई सजाउने टेक्निक सिकेको छु भनौँ न, होइन? फ्यासनलाई अरू के तरिकाले भन्ने त्यस्तो छ। मलाई लाग्छ म पढाइ पनि राम्रै नै गर्नेछु। यो 2 महिना म असल तरिकाले एकदमै इमान्दारीपूर्वक पढ्छु भन्ने मेरो विश्वास र आँट र साहस र के भनौँ बाचा छ आफूले आफूलाई नै। मेरो बहिनीलाई पढाउँछु 8 कक्षा बिहालीमा राम्ररी सिकाउँछु भन्ने मेरो अर्को एउटा बाचा छ आफूले आफूलाई नै। अनेक बाचाहरू छन्। खैर परिवर्तन धेरै भएका छन्, केही राम्रा केही नराम्रा, धेरै राम्रा र अलि धेरै नराम्रा। धेरै कुरा सिक्ने मौका पाएको छु, जसरी प्रतीकको स्टोरीमा थियो, लर्न अ लट। यस प्रतीक, लर्न अ लट। I'd like to end this podcast here. 27 minutes भयो. Okay, let me sing a song. कभी कभी मेरे दिल में ख्याल आता है कि जैसे तुझको बनाया गया है मेरे लिए है। कभी कभी मेरे दिल में ख्याल आता है कि जैसे तुझको बनाया गया है मेरे लिए। देउरालीमा बता चलु, देउरालीमा बता